हिजो बाउले सिसाको कुरा गरेका थिए। त्यो सिसा त भन्दा पनि पल्ला गाउँ कि फुली पो थियो हौ। त्यो फुलीलाई पो कुरा गर्न लाउँ क्या हो बाउलाई। बनाउनु पर्यो बाउलाई एकचोटि। त्यहाँ हेर त गलेर पनि हत्तु भएर नै फर्क्यो नि। दिनभरि कोला रोपेको यी पाँसुल्ला दुखेर त्यहाँ हेर त मरे नि यार। साँच्चै पो गाह्रो हुँदो रहेछ त हौ। यसो सुर्ती खनी सुर्ती खान पाए पनि हुन्थ्यो। मरे नि स्वादले भने जस्तै पो हो त हौ। होइन त्यहाँ हेर त कस्तो फोन आएर मरौ। होइन यो कालीपोकेले पो फोन गरो हिजो तर्सेर राखिरहेको थियो। त हेर त छोरो हो जे भए पनि फोन उठाउनु पर्यो नि। हेलो त्यहाँ हेर त हिजो त ढोड्ना के तर्सेर फोन राखेको थिइस् त के भयो? फेरि पनि के तेरो कि किन फोन गरेको तैँले? किन फोन गरिस् है ढोड्ना के भन आइटमै बाइक ज्या। होइन है बाउ, साताले माल्ने सिसाको यस्तो कुरा गर्थ्यौ। तिमी नि विचार गर्छौ कि तर मेरो लागि चाहिँ त्यो पल्लामा कि फुली यसो कुरा गरिदिन्थ्यौ कि भनेर बिहे त गर्नु पर्यो नि। काठपैसा मुला जस्तो भइसक्यो। त हेर त हुँदा हुँदा त फुलीको कुरा गर्ने भइस्। गाँजा त खाइस्। त्यहाँ हेर त हुँदा हुँदै त नाकमा फुली लाउने भइसकिस् कि नाइटा लाउन आँटिस्? तेरा ढाड करङ चिलाए जस्ता छन् है केटा। म यसो कुरो बुझ्दैछु त चुप्प लागेर घर आइज। दुनियाँ दिवाना फुलीका कुरा छोडा बाउ। नाका पनि लाउने होइन, चाका पनि लाउने होइन। मैले त्यो पल्ला गाउँ कि बैदारे कि फुली भनेको स्याउ जस्ता गाला गरे कि पक्क परेको थिएँ नि। हो त्यसको कुराहरू। त्यहाँ हेर त त्यो पल्ला गाउँ कि बैदारे कि छोरीको कुरा गरेको तैँले लफुङ्गा। त्यो कहिले पहिला गएर त्यसले भ्याट दुईटा छोरा बिहाइ गरे भन्ने म सुन्छु। तँलाई पर्खेर बस्छ कुरा पनि के गर्छ हो यो डाक्लो त। ए भनेपछि त्यसले दुईटा छोरा पाइसके। सेकेन्ड ह्यान्ड थियो कुन सोझो डल्लो पर्यो। अनि नि बाउ त्यो माइत आएका बेला चाहिँ त्यसका छोरा त्यसले पाएका छोराहरूको अनुहार गरेर हेर्नु नि। कतै मैसँग पो मिल्छ कि जमानामा एन्टी टेन्टी भएको थियो भन्नु पो भएको छैन त। दुईटा छोरा पाइजे अब मतलब भएन। अब अर्की खोजिदिनु पर्यो नि। मैले तँलाई खोजिदिनु पर्ने अब केटी। त्यहाँ हेर त के को आधारलाई खोजिदिनु? मरे नि स्वादले होइन। 3 वर्ष नखनेको सरखण्डाको नामो जस्तो भइसकिस्। तँलाई कसले दिन्छ केटी? हराकी छेर खोज्नलाई? हराकी छे खोज्नलाई? चाउचाउमा मसला त पर्दैन तँलाई। केटी खोजेर भेटिन्छ? ए बाबा रे नि जेसुकै गर, आफ्नो तरिकाले गर। केटी खोज्ने जमाना गए। पट्याउन सकिस् र ल्याउन सकिस् भने भइ, होइन भने यी खा। बाज्या कुरा गर्छ। जसरी खोज्देऊ बाउ म तिम्रै भर परेको छु के। मेरो त उपाय नास्ति मेवा छ नि त बाबा। त्यहाँ हेर त मरे नि स्वादले। भनेपछि बाउलाई पनि आफ्नो असल रूप देखाउनु पर्यो। अहिलेका उमेरसम्म यसो चुच्चो जोड्न सकिएको छैन पैसाका। भनेपछि कुरो त्यस्तो। भनेपछि कोसँग गर्छस् त हेर त त्यो फुलनदेखि आमासँग गर्छस् कि ठुल्ठुला साँप्रा भयो कि त्यो त हेर त के अरे त्यो ज्योति मगर हेरिदेऊ कि त्यो सिलु दिदी खोजिदिनु तँलाई हुन्छ त्यसले? हेर त मरे नि स्वादले। आफ्नो छोरो भनेर हुँदैन त्यो चाहिँ खोजेर पाइँदैन। बरु हिरा पाइन्छ खोजेर, केटी चाहिँ भेटाउन सकिँदैन अहिले। जे गर्छस् गर, मसँग केटीको कुरा चाहिँ नगर। त्यहाँ हेर त मरे नि स्वादले। फोनसोन राखिदिन्छु। बाबुले पनि फोन काटिहाले। बाबुबाट पनि आश मरेको।